सब्सिडाइज गर्यो तर त्यसमा के गर्नुपर्छ भने क्वालिटी र म्यानेजमेन्ट चाहिँ क्रक्स हुनु पर्यो त्यो ठाउँमा तराई जिल्लाको जेन्युन हेल्थ सर्भिस पब्लिक सेक्टरमा एकदम खत्तम छ यहाँ हामीले एउटा यस्तो खालको मोडल हामीले क्रिएट गर्न सक्यौँ भने क्यापिटल इन्भेस्टमेन्ट हामीसँग भयो भने हामी क्वालिटी मेन्टेन गर्ने म्यानेजमेन्ट गर्न सक्ने हिसाबले गर्नु सक्यो भने सबैभन्दा फास्ट ट्रेन भइरहेको डक्टरहरू सबभन्दा फास्ट अहिले बाहिर जाने है अहिले यो वर्ष चाहिँ लास्ट इयरदेखि एकदम बढेको छ। यस्तो विषय यही थर्ड वर्ल्ड कन्ट्रीकै मान्छेले पढ्ने हो नि त धनीको छोराले डक्टर पढ्दैन डक्टर इन्जिनियर पढ्दैन र हामी नेपालको साथीहरूलाई पनि म एउटा मेन्टरको हिसाबले म हुनु पाएकोमा म खुसी हुन्छु जस्तो लाग्छ। त्यस्ता युथहरू मैले सयौं हजारौंलाई मैले सायद मेन्टर गरे होला and if they carry my mentorship of a good purpose and अफिस हाम्रो डाक्टर